नमो तस्स भगवतो अरहतो सम्यक् सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्यक् सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्यक् सम्बुद्धस्स। नमो बुद्धाय, नमो धर्माय, नमो संघाय, नमो रत्नत्रयाय। सर्वप्रथम आज 2024 सालको मानी तुङटुकमा पाल्नुहुने यहाँहरू सबैले म यहाँहरूलाई स्वागत गर्न चाहन्छु र साथसाथै टासीदेले ज्ञापन गर्न चाहन्छु। आज मेरो चाहिँ अब म तपाईहरु धेरै जस्तो खिम्बा भएको कारणले चाहिँ म पञ्चशील भन्छ नि, पञ्चशीलको बारेमा चाहिँ के भन्न चाहन्छु। पञ्चशील भनेको 5 वटा नियम। अब यो 5 वटाको नियम चाहिँ किन तपाईहरुको लागि भन्नु पर्यो भन्दाखेरिमा चाहिँ भगवान बुद्धले हामी भिक्षुहरूलाई, भिक्षुनीहरूलाई अनि भिक्षु हुन लागेको लामा हुन्छ नि त्यस्तो सानो लामाहरूलाई अनि फेरि भिक्षुनी हुन लागेको लामाहरूलाई अनि गृहस्थीलाई, गृहस्थी भनेको तपाईहरु जस्तोलाई, उहाँहरू तपाईहरु जस्तो सबैले एउटा नियमहरू हुन्छ नि, आफ्नो जीवन कसरी बिताउने, आफ्नो जीवन एउटा राम्रोसँग शान्तिपूर्वक एउटा अरूलाई पनि हानि नहुने, आफूमा पनि हानि नहुने तरिकाले कसरी जिउने भनेर चाहिँ भगवान बुद्धले चाहिँ नियम भन्छ। हामीले यसलाई चाहिँ संस्कृत वा पालीहरुमा चाहिँ शील भन्छ। त्यसैले 5 वटा तपाईहरुको लागि चाहिँ 5 वटा शील छ, त्यसैले गर्दा पञ्चशील। तपाईहरुले सुनेको पनि होला है, तर पनि सुनिदिनु होला। अब भगवान बुद्धले चाहिँ भिक्षुहरुको लागि हाम्रो दुर्वा चाहिँ विनय पिटकामा चाहिँ भिक्षुहरुको लागि त अहिले 253 वटा नियमहरू बताएको छ। भिक्षुहरुले कसरी व्यवहार गर्ने, भिक्षुहरुले कसरी हिँड्ने, कसरी खाने, कसरी बस्ने है, यी कुराहरू सबै भिक्षुहरुको लागि चाहिँ भगवान बुद्धले बताएको छ। भिक्षुनीहरुको लागि त झन् धेरै छ, किनभने उहाँहरूको सुरक्षाको कारणले नियमावली बढी नै छ, 364 जति नै छ। अनि श्रामनेर भन्छ, सामनेर हामीले घेचुल भन्छ, लामा सानो सानो हुन्छ नि, उहाँहरूको लागि भगवान बुद्धले चाहिँ 10 शील, 10 वटा। अनि श्रामनेरीको लागि पनि 10 शील। अब तपाईँ भिक्षुनी हुनुभन्दा अगाडि फेरि अलिक प्र्याक्टिस गर्नुपर्छ, किनभने 364 वटा नियम पालना गर्नुको लागि त सजिलो छैन नि त हैन। त्यसले गर्दा अलिकति त्यसको लागि एउटा प्रशिक्षणको लागि अनि भगवान बुद्धले चाहिँ फेरि शिक्षा माना भनेर 8 शील फेरि बताएको छ। तसर्थ भगवान बुद्धले यी सबै चाहिँ को हो भन्दाखेरिमा चाहिँ प्रवजित भइसकेको रब्जुङ, जोले चाहिँ गृहस्थी जीवन त्यागिसकेको, त्यही भन्नाले चाहिँ खिम्बाको जीवन चाहिँ त्यागेर लामा बनाइसकेको यो 5 वटा भिक्षु, भिक्षुनी, श्रामनेर, श्रामनेरी अनि शिक्षा माना भन्छ। अब यो 5 वटामा पनि दुईटा त पुरुष भयो, भिक्षु र श्रामनेर भनेको त लामाहरू पुरुष भयो। अब महिलाप्रति चाहिँ अनि 3 है, भिक्षुनी अनि तपाईलाई आयो श्रामनेरी र शिक्षा माना। अब प्रश्न अब यहाँ आयो कि भगवान बुद्धले चाहिँ के सबैलाई मानिसलाई चाहिँ लामा आनी नै बनाउन खोजेको त हैन, किनभने भगवान बुद्धले लामा आनीहरूलाई चाहिँ नियम बताएको छ, हामीलाई त नियम नै बताएको छैन, केही हामीले पालन गर्नुपर्ने के हो भन्दा भगवान बुद्धले यहाँहरूलाई पनि नियम बताएकै छ। तपाईहरुको लागि त फेरि सजिलो थोरै, तर फेरि यतिवटा पालन गरे पनि जीवनमा फरक हुने 5 वटा नियम बताएको छ। 5 वटा त्यो पञ्चशील। अब यो गृहस्थीको लागि है, गृहस्थीमा पनि पञ्चशील र अष्टशील, 8 वटा शील भएको हामी ङेन्ने भन्छ नि, सोझौँ लिन्छौँ। यसको फरक के हो भन्दाखेरिमा चाहिँ यो 8 शील चाहिँ एक दिनको लागि मात्र हुन्छ, तर अहिले पञ्चशील चाहिँ एक जीवनको लागि, जीवनभरि एकचोटि तपाईले यो शील ग्रहण गरेपछि जीवनभरि नै यो तपाईले चाहिँ यसको अनुसरण गर्नुपर्छ, यसको अभ्यास गर्नुपर्छ। त्यसले गर्दा ङेन्ने चाहिँ एक दिनको। अब एक दिन चाहिँ किन दिएको, यो पनि तपाईहरुको लागि है, खिम्बाहरुको लागि, रब्जुङको लागि हैन। अब ङेन्नेको दिनुको कारण के छ भने त्यति बेलामा तपाई चाहिँ भगवान बुद्धको पछि लाग्नु मान लाग्छ, तर तपाईको श्रीमान मान्दैन,
र तपाईँको फेरि श्रीमतीले नमान्नु सक्छ हैन, फेरि तपाईँको छोराछोरीले नमान्न सक्छ, त्यस्तोलाई त जीवनभरि पञ्चशील पालन गर्न सक्दैन नि। तसर्थ त्यति बेलामा त्यो समस्या आउँदाखेरिमा चाहिँ भगवान बुद्धले तपाईँहरू मेरो शिक्षाको नियमहरू पालन गर्ने हो भने एक दिनको पनि नियम छ, तपाईँहरू पालन गर्नुहोस् भनेर यो अहिले हामीले त्यसलाई चाहिँ संस्कृतमा चाहिँ उपवासता भन्छ। उपवासता 8 शील मात्र एक दिनको लागि, आज बिहान लियो भने भोलि बिहान सक्छ। त्यो नियम चाहिँ फेरि भिक्षुको नियम जस्तै छ, 8वटा छ, तर यो बेलुकाको खाना नखानेदेखि लिएर हत्या नगर्ने, अनि शारीरिक सम्बन्ध नराख्ने, नचोर्ने, छाँगार नखाने, गीत डान्स नगर्ने, के गर्ने भन्दाखेरिमा चाहिँ अनि ठुलो ठुलो राम्रो राम्रो गहनाहरू नलगाउने, ठुलो ठुलो सिटमाथि नबस्ने, एक दिनको लागि त गर्न सकिन्छ नि हैन। तसर्थ अब यो चाहिँ एक दिनको शील हो भगवान बुद्धले बताएको है। यसलाई चाहिँ हामी नियने भन्छौँ। तर आज हामीले चाहिँ विशेष गरी पञ्चशीलको बारेमा हामी कुरा गर्नेछौँ। अब पहिलो भगवान बुद्धको समयमा कस्तो थियो भन्दाखेरिमा चाहिँ भिक्षुहरूले आफ्नो गुम्बामै एउटा खानाहरू बनाएर खाँदैन थियो। भिक्षुहरू चाहिँ दिनमा दुईचोटि खाना खान्छ। त्यो चाहिँ अब लाइनमा गएर बिहान भिक्षा माग्नु जानुपर्छ। कसको ठाउँमा? उपासक र उपासिका। अब मैले एउटा कुरा उपासक र उपासिका भन्ने एउटा शब्द मैले नयाँ भने, उपासक जसले यो 5 शील पालना गर्ने वाचा अथवा पालना गर्छु भन्छ त्यसलाई चाहिँ उपासक भन्छ केटालाई चाहिँ। यदि कुनै नारीले यो 5 शील पालन गर्छु भने उसलाई चाहिँ के भन्छ भने उपासिका भन्छ। घेङ्गेन, हामी बोर्ड भाषामा चाहिँ घेङ्गेन अनि घेङ्गेनमा तपाईँले सुनेको होला हैन, घेङ्गेन र घेङ्गेनमा। तसर्थ पहिलो भगवान बुद्धको टाइममा के हुन्थ्यो भन्दाखेरिमा चाहिँ भिक्षुनीहरू सबै स्वयंको लागि भिक्षाटनको लागि जाने गर्छ। अनि त्यति बेलामा जाँदाखेरिमा चाहिँ भिक्षुनीहरू उपासकको घरमा गएर उहाँले भिक्षा माग्छ, भिक है। अनि उपासकले चाहिँ उहाँलाई भोजनहरू व्यवस्था गर्छ, भोजनको बस्ने ठाउँको। फेरि त्यति बेलामा चाहिँ तपाईँहरू फेरि हेर्नुहोस् न, त्यति बेलामा लामाहरूलाई त चराउने भन्छ, तर भिक्षा भन्ने शब्दको प्रयोग गरेको छ नि त हैन। अब यो भिक्षा किन भनेको भने लामाहरू फेरि धेरै चराउने मात्र भयो भने यो भिक्षुहरू पनि अहङ्कार आउन सक्छ। ओए म त सबैले मलाई डोक गर्छ, सबैले मेरो कुरा मान्छ, म आफैमा अहङ्कार हुन्छ नि, नग्याल हुन सक्छ। फेरि खिम्बाहरूले पनि जहिले पनि भिख मात्र दियो भने त यिनीहरूलाई त हामीले पालिराख्यौँ भने अहङ्कार आउन सक्छ। त्यसैले के गर्यो भन्दाखेरिमा चाहिँ भिक्षुहरूले चाहिँ खिम्बाहरूबाट गृहस्थीहरूबाट अनि भोजनहरू माग्ने, तर खिम्बाहरूले पनि भिक्षुबाट सुन्नै पर्छ। त्यसैले गर्दा भिक्षा मागिसकेपछि उहाँहरूले चाहिँ के 2-3वटा शब्द भए पनि भन्छ भिक्षुहरूले त्यति बेलामा है। त्यसैले गर्दा एउटा घोषणा नगरेको एउटा सम्झौता जस्तो। त्यति बेलाको भिक्षुहरू चाहिँ फेरि सहर र समाजबाट धेरै टाढा पनि बस्दैन, फेरि त्यति नजिक पनि बस्दैन। नजिक बस्यो भने फेरि हामीलाई के भन्छ अब डिस्टर्ब हुन्छ है। फेरि एकदम टाढा बसेपछि सम्बन्ध विच्छेद हुन्छ। त्यसैले यस्तो सम्बन्धहरू छ। तर अब हाम्रो यहाँ जनसङ्ख्या वृद्धिहरू धेरै कारणले चाहिँ अब यी धेरै कुराहरू फेरि अहिले सम्भव नभएकोले अहिले भिक्षाटनहरू गर्ने चलनहरू अहिले छैन। त्यसैले अहिले हेर्दाखेरिमा हामी कहिले टाढा भएको जस्तो, तपाईँहरूले पनि छेहरू सधैँ सुन्न नपाउने, धर्म प्रवचनहरू सुन्न नपाउने यस्तो पनि भइरहेको छ नि त। अनि धर्म बुझेन भनेपछि त्यसले चाहिँ धर्म विपरीत काम गर्नेको खतराहरू आउँछ है। त्यसैले चाहिँ अब तपाईँहरू पनि उपासिका बन्नै पर्छ। तपाईँहरूले 5वटा नियम, जुन 5वटा नियम मैले नियमको बारेमा म पछि बताउँछु, त्यो मानिसकेपछि तपाईँहरूको नामको अगाडि पनि उपासक भने थप्न सकिन्छ। घेङ्गेन, तपाईँको नाम लोप्साङ हो भनेपछि उपासक लोप्साङ, घेङ्गेन लोप्साङ। जस्तो हामी खेलौँ अथवा भिक्षु भइसकेपछि भिक्षु भन्ने नाम थप्छन्, तपाईँहरू पनि थप्न सकिन्छ उपासक लोप्साङ। केटी मान्छे हो भनेपछि उपासिका हैन, उपासिका निर्मला टाइपको हैन, उपासिका निर्मला। तपाईँले 5 शील धारण गरिसकेपछि अब फेरि प्रश्न आयो,
यो 5 सिर धारण गरिसकेपछि त लामा लुगा लगाउने होला भन्ने किसिमको होइन। तपाईहरु गृहस्थी नै हो, तपाईहरुले व्यापार गर्न सकिन्छ, तपाईहरुले जागिर खान सकिन्छ, तपाईहरुले सन्तान पाल्नुपर्छ, तपाईले घर चलाउनुपर्छ हैन। तर तपाईहरुको लागि यो लुगाहरु चाहिँ के लगाउनु, केवाहरु गर्दाखेरिमा, पुण्यहरु गर्दाखेरिमा, तीर्थहरु गर्दाखेरिमा सेतो कपडा लगाउनु, सेतो भन्छ नि। अब पाइन्छ पुरा सेतो नभए पनि माथिको यो सेतो चाहिँ अहिले हाम्रो यहाँतिर अब हाम्रो हिन्दू समाजहरुमा उहाँहरुमा मान्छे भित्ताखिरमा लगाउँछ, त्यसैले यो सेतो त मान्छे भित्ताखिरमा लगाउने हो भन्ने एउटा सोच पनि हुन सक्छ। तर त्यस्तो होइन, यो भित्ताखिरमा पनि मनमा एउटा के भन्छ सकारात्मक सोच, सेतो सोच हैन, सकारात्मक सोच राख्नुको लागि नै यो सेतो कपडा। त्यसैले गर्दा घेङ्गेनहरुको लुगा चाहिँ सेतो हो त कपडा चाहिँ है। अब यसमा घेङ्गेनको लक्ष्य चाहिँ किन जरुरी छ भन्दाखेरिमा चाहिँ भगवान बुद्धले चाहिँ के भन्नुभएको छ भने मेरो 4 वटा मूल शिष्य भन्दाखेरि चाहिँ मलाई मान्ने अनुयायी हो 4 वटा बताएको। दुईटा चाहिँ यो के भन्छ प्रवजितहरुपट्टि, त्यो भन्नाले रब्जुङहरु केलोङ र केलोङमा बताएको छ। अर्को 2 वटा चाहिँ को बताएको छ भन्दाखेरिमा चाहिँ केलोङ र केलोङमा भन्नाले भिक्षु र भिक्षुणी, अनि अर्को चाहिँ गृहस्थीपट्टि चाहिँ कोलाई बताएको छ भन्दाखेरिमा चाहिँ अनि उपासक र उपासिका। अब मैले यो बताएको छु, त्यसले गर्दा तपाईहरु पनि भगवान बुद्धको एउटा मूल शिष्य बन्नै पर्छ। त्यसले भगवान बुद्धको यो धर्म चाहिँ एउटा के भन्छ राब्जुङहरुको लागि मात्र हो भन्ने सोचबाट चाहिँ हामीले चाहिँ सोच्ने भएन। राब्जुङको लागि छ, राब्जुङको जीवनभर राब्जुङले चाहिँ नियम पालन गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, ध्यान गर्नुपर्छ। तर गृहस्थीहरुले चाहिँ एउटा नियम पालन गर्ने एउटा पनि बताएकै छैन भन्ने सोच चाहिँ गर्नु भएन। अनि भगवान बुद्धको समयमा पनि धेरै गृहस्थीहरु पञ्चशीलहरु ग्रहण गरेको इतिहास छ है। अब यो पछि म सांघ्यको अन्तिम समयको एउटा कथासँग एउटा जोड्न चाहन्छु है। तपाईहरुले सांघ्यले कसैले चाहिँ के भन्छ भन्दाखेरिमा बुद्ध 81 वर्षमा महापरिनिर्वाण प्राप्त भएको। अहिले म महापरिनिर्वाणको शब्द प्रयोग गर्छु, यसको अर्थ के हो भन्दाखेरिमा चाहिँ बित्नु भएको भन्छ नि हामी त्यो। कसैले चाहिँ भगवान बुद्ध 80 सालमा बित्नु भएको भन्छ। तर भगवान बुद्धले बित्नुभन्दा अगाडि भगवान बुद्ध सायद वैशाली भन्ने ठाउँमा उहाँले यस्तो दिनभरि एउटा के भन्छ एउटा प्रवचनहरु गरे, भिक्षाहरु मागिसकेपछि बेलुका एउटा रुखमुनि चाहिँ ध्यान गरेर बस्दाखेरिमा उसको सहयोगी हुन्छ नि, भगवान बुद्धको सहयोगी हामी शप्ची भन्छौँ नि, को थियो भन्दाखेरिमा आनन्द भन्छ, हामीले कुङ्ग हो भन्छ नि। भगवान बुद्धले कुङ्ग होले भन्छ, कुङ्ग हो यदि तथागतहरूलाई चाहिँ बारम्बार तपाईहरुले चाहिँ अनुरोध गर्यो भने, प्रार्थना गर्यो भने तथागतहरू त कल्प धेरै लामोसम्म अनि संसारमा बस्छ है भने 3 चोटिसम्म भन्दाखेरिमा पनि आनन्दले के पनि भन्दैन। पछि आनन्द के भयो भन्दाखेरिमा चाहिँ आनन्दको कानमा चाहिँ त्यो माराले चाहिँ छोपिदिएको चाहिँ, मारा भने तुइले हुन्छ नि, भूत भनौँ न, त्यस्तोले चाहिँ छोपिदिएको छ है। अब उसले त्यो कुरै सुन्दैन। नसुनेपछि अनि भगवान बुद्धले आनन्द तिमी अलि उता पर गएर ध्यान गर्नु, म यहाँ गर्छु भन्दाखेरिमा एक मारा भनेको चाहिँ अलिकति तुइ भन्छ नि हामी, आएर भगवान बुद्धले चाहिँ तपाईँ अब छिटो परिनिर्वाण गर्नु पर्यो। अब दुईको काम के हो भन्दाखेरिमा चाहिँ हानि गर्ने काम हो नि। अब भगवान बुद्ध यहाँ बसेपछि त धर्म प्रवचन गरेर मान्छेहरूले चाहिँ राम्रो बाटोमा धेरैसम्म लाँदो रहेछ। त्यसैले उहाँलाई चाहिँ एउटा हानि पुर्याउनको लागि चाहिँ अनि भगवान बुद्धले चाहिँ त्यो माराले चाहिँ तपाईँ परिनिर्वाण प्राप्त गर्नुहोस् भनेर अब अनुरोध गर्छ। अनि भगवान बुद्धले चाहिँ मानिदिन्छ, हुन्छ भन्छ। भोलि बिहान जस्तो उठ्दाखेरिमा भोलि बिहान त अलि दिन अलग्गै देख्ने, अलि मधुरो जस्तो, घाम लाग्यो पनि अँध्यारो जस्तो है, यस्तो एउटा आनन्दको मनमा एउटा मजा भन्छ नि, मजा रमाइलो एउटा लागेको हुन्छ। अनि त्यति बेलामा चाहिँ आनन्दले भगवानलाई चाहिँ सोध्छ, भगवान के हो आज मलाई यस्तो एउटा नरमाइलो एउटा लाग्दो रहेछ, के भएको हुन्छ। अनि हिजो मलाई मारा भन्छ कि त्यो कामदेव भन्छ, ऊ आएर मलाई चाहिँ रिक्वेस्ट गर्नुभयो, मलाई चाहिँ अनुरोध गर्नुभयो कि तपाईँ निर्वाण प्राप्त गर्नुहोस् भनेर। अनि मैले मानिसक्यो।
त्यसपछि आनन्दलाई त यति दुःख भन्छ आनन्द है, आनन्द रोएर आनन्दले तपाईँ त्यस्तो छिटो निर्वाण प्राप्त नगर्नुहोस्, तपाईँ हाम्रो लागि बस्नुहोस् भनेर धेरै धेरैसम्म अनुरोध गर्दाखेरिमा भगवान्ले चाहिँ ल ठिक छ म 3 महिनासम्म चाहिँ म आफ्नो आयुलाई चाहिँ लम्बाउँछु। त्यसपछि भगवान्ले चाहिँ 3 महिनासम्म लम्बायो, अब 3 महिना बस्नु। अब यस्तो छ त्यति बेलामा फेरि अब त्यति बेलामा चाहिँ अब भगवान्ले के भन्छ भनेपछि म वैशाख पूर्णिमाको दिन, अनि त्यो पनि कहिले भन्दाखेरि म वैशाख पूर्णिमाको दिन अनि राति मध्यरातमा रातिको बिचमा 12 बजेतिर म निर्वाण प्राप्त गर्छु भन्छ। अब तपाईँहरूले फेरि यो म अलिकति योबाट अलिक उता जान्छु है। अब हामीले साका दावाको छेपाछोङमा चाहिँ हामी नेपालमा चाहिँ वैशाख पूर्णिमा भन्छ नि होइन। वैशाख पूर्णिमाको दिन साङ्गे जन्मेको, साङ्गेले बुद्ध जन्मेको, बुद्धले बुद्धत्व प्राप्त गरेको, बुद्धले महापरिनिर्वाण प्राप्त गरेको 3वटा विशेष घटनाहरू त्यो एउटै दिनमा भएको। तर एउटै दिनमा चाहिँ कुन समयमा भएको बारेमा हामी त्यति कुरा गर्दैनौँ। त्यसैले गर्दा साङ्गेले महापरिनिर्वाण प्राप्त गर्दाखेरिमा बुद्धले चाहिँ म वैशाख पूर्णिमाको राति मध्यरातमा म महापरिनिर्वाण गर्नेछु, अनि कुन गाउँमा तिमीले चाहिँ भिक्षुहरू उहाँहरूले चाहिँ कुशीनगरमा बोलाउनुहोस्, उनीहरू प्रश्नहरू छ भने मलाई प्रश्न गर्न सकिन्छ। किनभने हाम्रो अन्तिम भेट तपाईँले मलाई कुरा सोध्नुपर्नेहरू छ भने उहाँहरूलाई चाहिँ कुशीनगरमा बोलाउनुहोस्, किनभने त्यो दिन म कुशीनगर भन्ने ठाउँमा म महापरिनिर्वाण प्राप्त गर्नेछु भनेर भगवान् बुद्धले चाहिँ यो म्यासेज पठाउँछ। अब योसँग जोडेर भगवान् बुद्धको बुद्धत्व साङ्गेसी बुद्धत्व कति बजे प्राप्त गरेको भन्नेको त्यो त प्रष्टै छ। बिहान भएको, बिहानको सबभन्दा अगाडिको प्रकाश आउँछ नि त्यो बेलामा तपाईँ साका दावाको दिनमा छाकछोपा गर्दाखेरिमा चाहिँ दिनभरि गर्नुपर्छ है, दिनभरि गर्नुपर्छ। किनभने बिहानको पहिलो लाइट सूर्यको प्रकाश पहिलोचोटि आउँदाखेरिमा भगवान् बुद्ध त्यो साथसाथै अनि बुद्धत्व प्राप्त गरे। अब जन्मेको चाहिँ मैले चाहिँ त्यति पढेन, मैले देखेन है कुन टाइममा भएको भनेर चाहिँ समय चाहिँ। तर मैले यस्तो हेर्दाखेरिमा चाहिँ यो दिउँसोको 12 बजे हुनुपर्छ। किन भन्दाखेरिमा चाहिँ कपिल वस्तु चाहिँ उहाँको दरबार हो, त्यहाँ दरबारबाट पालेर आउँदाखेरिमा चाहिँ लगभग यो लुम्बिनी भन्ने जुन जन्मस्थान छ नि त्यो चाहिँ कपिल वस्तु र उहाँको माइती देवदाह भन्छ, त्यसको झन्डै बिचमा छ। अनि मान्छे हामी जहिले पनि अब यात्राहरू गर्छौँ नि तब त हामी बिहानै जान्छौँ नि, बिचमा राति जाँदैन, टाढा हो भने त बेलुका पुग्नुपर्छ, छिटो जाने गर्छौँ नि होइन। त्यसैले गर्दा सायद दिउँसोतिर चाहिँ उहाँ जन्मेको हुनुपर्छ। तसर्थ बिहान उहाँ बुद्धत्व प्राप्त गर्यो, दिउँसो जन्म्यो, अनि रातिको मध्यरातमा चाहिँ उहाँले चाहिँ महापरिनिर्वाण प्राप्त गर्यो। त्यसले गर्दा उहाँले भगवान् बुद्धले अगाडि नै भन्यो मध्यरातमा म महापरिनिर्वाण प्राप्त गर्छु। त्यसैले हामी कुङ्गाउलाई चाहिँ मलाई प्रश्न सोध्ने जति मान्छे सब बोलाऊ, सबैले बोलाऊ। त्यसपछि भगवान् बुद्ध अनि बिस्तारै यो के भन्छ यो वैशाली भन्ने ठाउँदेखि बिस्तारै अर्को ठाउँहरूमा जाँदै प्रवचन दिँदै मान्छेहरूमा धर्म सिकाउँदै यसरी कुशीनगर पुग्छ। कुशीनगर पुग्नुभन्दा अलि अगाडि पावा भन्ने एउटा ठाउँ छ, त्यहाँमा पनि एकजना चुन्दा भन्ने एकजना थियो। उहाँले चाहिँ भगवान् बुद्धलाई चाहिँ एउटा भिक्षा फेरि खानामा बोलाउँछ, भोजनको लागि भगवान् बुद्ध र भगवान् बुद्धका भिक्षुहरूलाई चाहिँ भोजन गर्नका निम्ति बोलाउनुहुन्छ। अब बोलाउँदाखेरिमा चाहिँ त्यति बेलामा चाहिँ उहाँले चाहिँ भगवान् बुद्धको लागि अब स्यामो भन्छ नि, स्यामो के भन्छ च्याउको खाना एउटा खेलाएको। त्यसले गर्दा भगवान् बुद्धको अलिक बिमार टाइप हुन्छ। तर पनि बिमार भए पनि भगवान् बुद्धले शारीरिक बिमार चाहिँ अनुहारमा देखाउँदैन। अब हामी हो भने बिमार भयो भने आयु भन्छौँ नि है, अब जाँदैन म यहीँ बस्छु सबैले यता बोलाऊ भन्ने बेर छैन नि। तर होइन, भगवान् बुद्धले चाहिँ मैले कुशीनगरमै गर्छु भन्दाखेरिमा म कुशीनगर नै जान्छु। अब फेरि तपाईँहरू सोच्नुहुन्छ कि यो जुन भगवान् बुद्धले त्यो जुन भोजन चढाउने मान्छे जुन चुन्दा भन्ने थियो नि उहाँ एकदम दुःखी हुन्छ, मेरो खानाले भगवान् बिरामी भए। फेरि भगवान्ले उहाँलाई बोलाउँछ। मलाई फार्स्ट खाना दिने मान्छे चाहिँ सुजाता भन्ने एउटा महिला थियो, अन्तिममा खाना दिने चाहिँ तपाईँ हो। तपाईँ खाना मलाई सहयोग गर्नेमा खाना दिनेमा तपाईँ 2 जना बाहेक तपाईँ 2 जना जति अरूले यो के भन्छ पुण्य कमाएको छैन भन्छ। त्यसैले तपाईँ दुःखी नहुनुहोस्, किनभने म त परिनिर्वाण प्राप्त गर्छु भने अगाडि नै घोषणा गरिसक्यो। म त वैशाखको पूर्णिमाको दिन त म जान्छु भनिसकेँ नि त होइन।
अनि दुखी नहुनुहोस् भनेर चुन्दालाई पनि राम्रोसँग सम्झाएर अनि भगवान बिस्तारै बिस्तारै कुशीनगर पुग्छ। कुशीनगरमा पनि दुईटा ठुलो रुख दुईटाको बिचमा अनि त्यो आनन्दलाई चाहिँ मेरो यहाँ सुत्ने ठाउँ मिलाऊ भन्छ अनि भगवान बुद्ध चाहिँ त्यहाँ लेट्नुहुन्छ अनि हात चाहिँ यसरी राखेर अनि त्यहाँ लेट्नुहुन्छ अनि त्यहाँमा मान्छेहरू बोलाउँछ। अब त्यति बेलामा चाहिँ त्यहाँको कुशीनगर ठाउँमा चाहिँ त्यहाँको मान्छेहरूले चाहिँ के भन्छ भने मल्ल भन्छ। मल्ल नेपालको राजा मल्लहरू भन्छ त्यहाँबाट आएको भन्छ है कोही। अब त्यो मल्ल राजाहरू मल्ल मान्छेहरू सबै त्यहाँ आउँछ भगवानको दर्शन गर्न। अनि कोहीले चाहिँ भगवानलाई के भन्छ भन्दाखेरिमा चाहिँ प्रवचनहरू प्रश्नहरू सोध्नुहुन्छ है। त्यति बेलामा चाहिँ अब त्यहाँको मल्ल 500 जना आउनुहुन्छ। 500 जना अब आफ्नो फ्यामिली आफ्नो परिवारसँग आएर अनि भगवान बुद्धलाई चाहिँ अब दर्शन गरिसकेपछि अनि भगवान बुद्धलाई चाहिँ अनि उसले आनन्दमा भन्छ हामीलाई शरणगमन क्याब्डो र पञ्चशीलको एउटा पञ्चशील पनि प्रदान दिनुहोस् भनेर अनुरोध गर्छ। अनि आनन्दले चाहिँ पहिलो चाहिँ पञ्चशील दियो भने चाहिँ मान्छे 2-2 जना 3-3 जना एउटा यस्तोमा दिँदो रहेछ नि। त्यति बेलामा भगवान बुद्धले चाहिँ तपाईँले अब समय छैन नि त किन मान्छे धेरै दर्शन गर्न आउँछ फेरि पञ्चशील यसो एउटा गरेर दियो भने त फेरि छुट्न सक्छ भनेर भगवानले आनन्दले तिमीले चाहिँ पञ्चशील चाहिँ 500 जना त्यहाँ मल्ल मान्छेहरूलाई चाहिँ एकैचोटि दिनुहोस् भनेर अनि एकैचोटि दिने एउटा अनुमति दिन्छु। त्यसपछि अब म यो कथाको अन्तिममा चाहिँ अब पछि त्यहाँ भिक्षुहरू सबै रुन्छ धेरै रुने के त्यति बेलामा चाहिँ नि एउटा भगवान बुद्धको समयमा एउटा के भन्छ भगवान बुद्ध परिनिर्वाण प्राप्त गर्छु भनेपछि सानै नसक्ने मान्छेहरू धेरै छ। भगवान बुद्ध म परिनिर्वाण गर्छु भन्छ नि सानै नसक्ने मान्छेहरू धेरै छ भगवान बुद्धको समयमा। यो शब्द भन्यो कि म परिनिर्वाण गर्छु भगवान बुद्ध म अब बित्नुहुन्छ भनेपछि त सानै नसक्ने छाडेर मर्ने खालको मान्छेहरू धेरै छ। उहाँप्रति अत्यन्त श्रद्धा भएको मान्छेहरू धेरै छ। अब त्यहाँ भिक्षुहरू धेरै जम्मा हुन्छ सब रुन थाल्छ। अनि उहाँहरूले भगवान बुद्धमा एउटा प्रश्न गर्छ भगवान अब तपाईँ त बित्नुहुन्छ तपाईँ बितिसकेपछि हामीलाई चाहिँ मार्गदर्शन हामीलाई चाहिँ यो गरे ठिक हो यो गरे हुँदैन यो गर्नु हुँदैन तपाईँ हुँदाखेरिमा त तपाईँले भन्यो अब तपाईँ बितिसकेपछि तपाईँ महापरिनिर्वाण प्राप्त गरिसकेपछि हामीलाई चाहिँ कसले अब यस्तो मार्गदर्शन गर्नुहुन्छ। हामीमा त अब हामी त टुरो जस्तो हुन्छौँ हामीलाई बाटो देखाउने मान्छे हुँदैन। अब यहाँ चाहिँ पोइन्ट आउँछ भगवानले के भन्छ भन्दाखेरिमा चाहिँ म बितिसकेपछि तिमीहरूमा मार्गदर्शन गर्ने चाहिँ मैले बताएको प्रतिमोक्ष सूत्र त्यो भनेको चाहिँ नियमहरू हो। अघि भिक्षुनी श्रामनेरी अनि के भन्छ शिक्षामाना अनि उपासक उपासिका उहाँहरूको लागि बताएको नियमहरूले चाहिँ तिमीहरूमा बताउँछ कि तिमीहरू यो गर्नु हुँदैन यो गर्नुहुन्छ यो गर्दा राम्रो हुन्छ यो गर्दा राम्रो हुँदैन। यो किताब जुन भगवान बुद्धले नियमहरूको बारेमा बताएको किताब छ नि यो चाहिँ तपाईँहरूलाई बाटो देखाउने एउटा मान्छे जस्तो त्यति बेला भगवान बुद्धले चाहिँ यो उत्तर दिन्छ। त्यसैले अब अहिले हामीले अहिले बताएको कुराहरू यदि तपाईँहरूले घ्याङको त्यो पञ्चशील पालन गरेन भनेपछि त तपाईँहरू भगवान बुद्ध त अब अहिले महापरिनिर्वाण प्राप्त गरेर 2500 भन्दा बढी वर्ष भइसक्यो। अब अहिले त अनि तपाईँहरूमा बाटो देखाउने हामीहरूमा भनौँ न बाटो देखाउने छैन त किनभने हामीले तपाईँ गृहस्थीहरूले त यो धुलुवा भनेको त यो लामाहरूको लागि हो भिक्षुहरूको लागि हो भिक्षुणीहरूको लागि हो भने सोच्न थाल्यो भने किनभने तपाईँहरूको लागि थोरै त हो तर बताएको छ तपाईँहरूलाई पनि नियमहरू दिएको छ। यो नियमहरूमा चाहिँ तपाईँहरूले ध्यान दिनु पऱ्यो नि त हैन। यो नियमको पालन गर्यो भने चाहिँ तपाईँहरूलाई चाहिँ लाभ हुन्छ फाइदा हुन्छ। अब यो नियमहरूको बारेमा चाहिँ अब अहिले कुनै बुद्धिस्ट कन्ट्रीहरू हुन्छ नि कुनै बुद्धिस्ट बौद्ध देशहरूमा चाहिँ यो नियमहरू चाहिँ शरणगमन र पञ्चशील जोडेर गर्छ। उनीहरू बिहान यो प्रार्थना गर्दाखेरिमा पनि बुद्धम शरणम गच्छामि धर्मम शरणम गच्छामि सङ्घम शरणम गच्छामि त्यसपछि उहाँहरूले चाहिँ अनि यो पञ्चशीलको कोर्स उहाँहरूले चाहिँ म यो पालीमा यो शब्द यस्तो छ पानातिपाता वेरमणि सिक्खापदं समादियामि आदिन्न दान वेरमणि सिक्खापदं समादियामि
कामेषु मिच्छाचार वेरमणि सिक्खापदं समादयामि। चौथोमा चाहिँ मुसावादा वेरमणि सिक्खापदं समादयामि। पाँचौँमा चाहिँ सुराय मेराय मज्जापमा गट्ठाना वेरमणि सिक्खापदं समादयामि। यो 5वटा चाहिँ उहाँहरू सधैँ पढ्नुहुन्छ। सधैँ किन पढ्छ? जीवनभरि पालन गर्नुको नियमहरू सधैँ किन पढ्छ भनेपछि आफैले याद गर्नुको लागि। ओइ आज पनि मैले यो नियम पालन गर्नुपर्छ है, भोलि पनि पालन गर्नुपर्छ है। त्यसैले अब म यो नियमहरूको बारेमा अलिकति बताउँछु है। हामीमा समय पनि छैन, तपाईँहरूले लामो समयसम्म त सुन्न अलिक गाह्रो हुन्छ। पहिलो नियम के छ भन्दाखेरिमा चाहिँ पहिलो नियम चाहिँ पानातिपाता वेरमणि सिक्खापदं समादयामि भने जुन म प्राणी हिंसा नगर्ने शिक्षाको पालना गर्छु भन्न खोजेको त्यही हो। म प्राणीहरू हिंसा नगर्ने है, हिंसा नगर्ने भनेपछि नमार्ने शिक्षाको म पालन गर्छु। अब यसको अर्थ के हो? प्राणी हिंसा नगर्ने भन्दाखेरिमा चाहिँ हामी त कहिले कहिले बाइक चलाउँछौँ, गाडी चलाउँछौँ, मान्छेलाई ठोक्न सक्छ नि होइन? त्यति बेला मान्छे मर्न सक्छ। यो मैले अब म त प्राणीमा हिंसा नगर्ने मान्छे नमार्ने भनेपछि त कहिले कहिले मर्न सक्छ। तर त्यो चाहिँ एक्सिडेन्ट भन्छ नि, दुर्घटना हो, यो मारेको होइन। किन भनेपछि हामी नाङ्बछेमा चाहिँ सोचमा, बुद्ध धर्ममा चाहिँ सोचमा सबसे ठुलो भर पर्छ। तपाईँको नियत, तपाईँले मार्ने नियतले यदि कसैले हत्या गर्छ भने त्यो हत्या गऱ्यो भने यो पहिलो सिल चाहिँ भङ्ग हुन्छ, यो सिल चाहिँ हराउँछ। त्यो नियम चाहिँ तपाईँले भङ्ग गरेकै हो। तर त्यस्तो नभएर झुकेर कहिले कहिले गालामा यस्तो गर्दाखेरिमा मच्छर मर्न सक्छ नि होइन? तर हामीले त मच्छर मारेको होइन, तर कहिले कहिले लागेर मर्यो। त्यस्तो हो भनेपछि तपाईँको मन चाहिँ त्यति मनमा चाहिँ नकारात्मक सोच नभएको, मार्ने नियत नभएको कारणले यो पाप यति ठुलो पाप होइन। त्यसैले गर्दा अनि एउटा फेरि आउँछ, हामी आर्मीहरू खास गरी यो निन्ने आगे 8 सिलहरू छ नि होइन? त्योहरू त आर्मीहरूको लागि पनि हो, एक दिनको लागि भन्ने हो है। फेरि आर्मीहरू पनि नमार्ने भनेपछि त फेरि हामी वार जानुपर्छ, अरू देशले हामीलाई एट्याक गर्नुहुन्छ, अरू देशले आक्रमण गर्दाखेरिमा हामी के गरेर बस्ने? हेरेर बस्ने, भाग्ने भन्ने किसिमको हुन्छ नि होइन? तर मेरो विचारमा यो आर्मीहरू पनि रक्षा गर्नुको लागि हो नि। उनीहरूले चाहिँ म मार्छु भनेर होइन है, मेरो देशको मान्छेलाई म बचाउँछु भन्ने सोचले हो। काम चाहिँ उसले पनि हत्या चाहिँ हुन्छ, तर उसको सोच चाहिँ म अरू मार्छु होइन है, म यतापट्टिको मान्छेले बचाउँछु। अब बचाउनुको निम्ति चाहिँ कहिले कहिले मार्नुपर्ने हुँदो रहेछ नि। त्यसैले यो सिलमा भङ्ग हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्ने। सोच त राम्रो हो, आर्मीको सोच नराम्रो होइन, म देशलाई बचाउँछु भन्छ। उहाँहरूको नाम पनि रक्षा बल भन्छ नि, रक्षा बल। त्यसैले अब हामी हिमाली भेगको मान्छेहरूले हामीले चाहिँ अब एउटा मार्ने मात्रले फेरि त्यो सिलको भङ्ग हुँदैन। अरूले मार्न लगायो भने पनि यो सिल जान्छ। तपाईँले चाहिँ म चाहिँ मार्दैन, तर ओइ गएर मारिदिनुहोस् भन्छ नि, फेरि त्यो सिल भङ्ग हुन्छ। तसर्थ हामीले चाहिँ अब एउटा यसमा चाहिँ हामीले चाहिँ मार्ने काम त हामी गर्दैनौँ। तपाईँहरूले कसै मार्यो भने भगवान् बुद्धले त छोडिदिनु, पुलिसले समातिहाल्छन् होइन? तर हामीले चाहिँ सेम्जिनहरूलाई पनि, प्राणीहरूलाई पनि माया गर्नु पऱ्यो। भगवान् बुद्ध आफ्नो कथा हामीले भगवान् बुद्धको जीवनीहरू पढ्दाखेरिमा चाहिँ भगवान् बुद्धले सानोदेखि ठुलोसम्म यो प्राणीहरूप्रति उहाँको कस्तो व्यवहार रह्यो। सानो छँदा एउटा हाँसले बचाउँछै बचाउँदैन, पछि फेरि अलिकति खेत जोत्दाखेरिमा यो गोरुहरूलाई कति माया गर्नुहुन्छ होइन? आफैसँग भएको एउटा त्यो घोडा छ नि, त्यो घोडालाई त ऊ कहिले दबाउँदैन भन्छ। त्यो घोडा कसैको कुरा सुन्दैन अरे, तर भगवान् बुद्धको कुरा सुन्छ अरे, किन माया गरेर? त्यसपछि हात्ती, पागल हात्ती पनि गाउँ पुरामा यो तोड्नु लाग्छ, तर भगवान्को अगाडि त रोक्छन्। एउटा बान्दर ह्याङ्बाचिन्दु टिभी ढाङ्सी पुल भन्छ नि, एउटा बान्दरले पनि भगवान् बुद्धले चाहिँ ढाङ्सी चराएको छ नि, यो के भन्छ मह चराएको कथाहरू छन्। त्यसले गर्दा भगवान् बुद्ध र प्राणीको बिचको सम्बन्धहरू तपाईँ हेर्दै जानुहोस्, एकदम राम्रो सम्बन्ध छ। भगवान् बुद्धले मान्छेमा जति एउटा माया गर्नुभएको छ त्यति नै प्राणीलाई पनि माया नै गर्नुभएको छ। भगवान् बुद्धले एउटा कुकुरलाई पनि एक लात पनि हानेको जस्तो इतिहासहरू छैन। तसर्थ अब हामीले चाहिँ यो सिल पालन गरेपछि ओके, हामी मान्छेले प्राणीप्रति हिंसा गर्नु पनि गर्दैन, म हिंसा गर्नु दिनु पनि दिँदैन भनेपछि गर्ने के त भन्दाखेरिमा तपाईँहरूले चाहिँ सक्यो भने अर्को प्राणीहरूप्रति सहयोग गर्ने, माया गर्ने, रेखदेख गर्ने जति सक्छ, जसरी आफ्नो बच्चा हाल्नुपर्छ त्यो यो पहिलो सिल है, अरूलाई हिंसा नगर्ने।
अब समय छैन, म छिटो गइन्छु है। दोस्रो सिल के हो भन्दाखेरिमा चाहिँ आदिन्न दान वेर माने शिक्षा पदम समाधि। म नदिएको चिज, अरूले मलाई नदिएको चिज म नलिने, यो शिक्षाको पालन गर्छु भने मलाई सरल भाषामा म चोरी गर्दैन, चोर गर्दैन, के भन्नु, चोरी गर्दैन। अब यो चोरी कसले गर्छ? अल्छीहरू गर्ने हुने होइन, आफै काम गर्न सक्दैन अनि बिहानी मान्छेको चोरी त हुने है। त्यसैले फेरि यो चोर पनि के हो, अरूले नदिएको सामान लिने हुँदैन भनेपछि त जङ्गलमा गएपछि यो एउटा सानो एउटा लाठी पनि लिन पाइँदैन के हो भन्ने प्रश्नहरू आउँछन्। किन अरूले दिएको छैन? त्यस्तो होइन, अर्कोको आधीनमा भएको, हामीले भन्छौँ मालिक भएको मान्छेको सामान चाहिँ लिनु हुँदैन। तर कुनै मालिक नभएको सामानहरू छ नि, यति हिउँ परिरहेछ भनेपछि एउटा हिउँको डल्लो लिँदाखेरिमा त तपाईँको चोर हुँदैन, किनभने यो कसैको होइन नि त। तपाईँले यो हिउँको डल्लो एउटा लिँदैमा एकजना मान्छे आएर मेरो हिउँ किन लिएको भन्ने प्रश्न गर्दैन नि होइन। यो चोरी गर्ने चाहिँ सिल चाहिँ हामीले पालन गर्न सक्छौँ पनि अनि हामीले गर्नुपर्छ। अब यो चोरी नगरेर हामी के गर्ने भन्दाखेरिमा चाहिँ आफ्नो खुट्टामा उभिनु। आजकल हामी यहाँ सबै बुवा आमाहरू बच्चाहरूमा आफ्नो खुट्टामा उभिनुपर्छ है भन्छ नि होइन। तपाईँहरू आफ्नो खुट्टामा उभिनु पऱ्यो, तपाईँहरूले आफ्नो ध्यान राख्नु पऱ्यो। अब आफ्नो खुट्टामा उभियो भने त अरूको चोरी गर्नेको परिस्थिति आउँदैन नि। त्यसैले यो दोस्रो सिल चाहिँ अनि तपाईँहरूले त्यो पालन गर्नु पऱ्यो, चोरी नगर्ने है, चोरी नगर्ने। फेरि अरूले गर्न लगाएर पनि हुँदैन, म त गर्दैन तर ओए छोरा तपाईँ गएर चोरेर आउनुहोस् भन्छ, त्यो हुँदैन। फेरि तपाईँकै सिल बङ्नुहुन्छ, त्यो भयो। अब तेस्रो सिल हो, सजिलो छ नि होइन। तेस्रो सिल हो कामेषु मिथ्याचार भएर माने शिक्षा पदम समाधि। काम व्यभिचार नगर्ने। व्यभिचार भनेपछि हामी लोक्ने र स्वास्नी बिचको एउटा सम्बन्ध हुन्छ। त्यो सम्बन्ध चाहिँ के को बेसिसमा, अब हामी कुनै मान्छेहरूमा सुन्छ नि माया भनेको त 1-2 दिन रहन्छ, तर विश्वास भनेपछि लोक्ने र सोच्नेको बिचमा त विश्वास भनेको त हुनैपर्छ नि। विश्वास छैन यदि एक अर्काप्रति इमान्दार छैन भनेपछि त त्यो परिवार नै एउटा राम्रो परिवार हुँदैन, त्योभित्र प्रब्लम आउँछ। त्यसैले उपासकहरूले पनि यो सिल पालन गर्नुको लागि आफ्नो श्रीमती बाहेक अरू श्रीमतीहरूसँग त्यसको सम्बन्ध राख्न राम्रो होइन है। यसले चाहिँ तपाईँहरूमा दुःख आउँछ है। दुःख कसरी आउँछ भन्दाखेरि परिवारमा झगडा हुन्छ। अनि के भन्छ, बुबा र आमाको झगडाले कसलाई सबसे असर गर्छ भने बच्चामा असर गर्छ। अहिले हामी देखिरहेको छौँ होइन यो समस्या। त्यसैले फेरि केटाको लागि मात्रै होइन, उपासिकाहरूले पनि आफ्नो लोक्ने बाहेक अरू केटाहरू परपुरुषहरूसँग त्यस्तो सम्बन्ध राख्नु भएन। त्यो राख्यो भने सिल भङ्ग। सजिलो छ। अब यसको यो व्यभिचार नगर्नुहोस् भनेर चाहिँ तपाईँ के गर्नु भन्यो भने इमान्दार बन्नुहोस् होइन। इमान्दार बन्नुहोस्, आफ्नो जीवन साथीप्रति इमान्दार बन्नुहोस्, उसको विश्वास जित्नुहोस्। किन भन्दाखेरिमा यो शारीरिक सुन्दरता भन्ने कुरा योहरू त जहिले पनि नाश हुन सक्छन्, खत्तम हुन सक्छन्। तर विश्वास र एउटा मान सम्मान, विश्वास भए मान सम्मान हुन्छ। श्रीमतीले श्रीमानप्रति हुन्छ, श्रीमानले चाहिँ श्रीमतीप्रति एउटा मान सम्मान हुन्छ। तसर्थ यो सिल पालन गऱ्यो भने तपाईँ इमान्दार हुने, विश्वासिलो हुने योहरू लाग्छ। त्यसैले यो तेस्रो सिल पनि एकदम के भन्छ महत्त्वपूर्ण छ। यहाँहरूले यसप्रति सोचेर तपाईँहरूले केङ्गेन्दोमा धेरैले लिएको पनि होला, तपाईँहरूले लिनुहोस्। अनि तपाईँहरूलाई अहिले हामीमा त समय छैन होला, तपाईँहरू केङ्गेन्दोमा चाह्यो भने फेरि तपाईँहरूले चाहिँ आयोजक समितिमा तपाईँहरूले एउटा सानो एउटा अनुरोध गऱ्यो भने केङ्गेन्दोमा दिने त 5 मिनट पनि लाग्दैन, 10 मिनट जति लाग्छ है। अब चौथो मुसावादा वेर माने शिक्षा पदम समाधि। म झुट नबोल्ने शिक्षाको म आचरण गर्छु, म पालन गर्छु। अब झुट बोल्ने, झुटको व्याख्या कसरी गर्छ? झुट मलाई चाहिँ एकजना मान्छेले अब मेरो सामान चाहिँ एकजना मान्छेले लग्यो। अब यो झुटको बारेमा एकचोटि है, यो झुठो भनेको चाहिँ कस्तो हुन्छ, मनमा अर्को मुखबाट अर्को है। तपाईँले थाहा छ यो कप चाहिँ लाने मान्छे चाहिँ
यो कप लाने मान्छे कर्म हो तपाईँलाई थाहा छ तर तपाईँले के भनेपछि कर्मले लग्यो भने होइन कर्म होइन यो लग्ने मान्छे कर्म होइन भनेपछि मनमा अर्को मुखमा अर्को भयो नि त्यो चाहिँ झुट हुन्छ तर मलाई झुक्यो अरे झुकेर यो कर्मले लग्यो भन्दाखेरिमा चाहिँ त्यो झुकेर अब कर्मले लगेको जस्तो सोचेर यदि यो कप चाहिँ अरू मान्छेले लग्यो रहेछ भन्दाखेरिमा मैले कर्मले लग्यो भने झुकेर भएको चाहिँ झुठो मान्दैन तर तपाईँको मनमा थाहा छ यो गर्ने मान्छे अर्कै हो तर मुखबाट चाहिँ कर्म हो गर्ने मान्छे तर तपाईँले चाहिँ पेम्बाले गर्यो भनेपछि तपाईँले त्यो झुठो मनमा अर्कै मुखमा अर्कै फेरि प्रश्न आउँछ है झुठो बेलामा चाहिँ एकजना पहिलो भगवान बुद्धको समयमा प्रश्न आएको एकजना सिकारीले चाहिँ मृगको पछाडि लगारिरहेको है अनि एकजना मान्छे देख्दाखेरिमा चाहिँ मृग चाहिँ कहाँपट्टि यो पूर्वपट्टि भागेर गयो अब त्यो मान्छेमा सोधे ए मृग कहाँ भाग्यो भन्दाखेरिमा त्यो भिक्षुले चाहिँ पश्चिमपट्टि भाग्यो भने मुखबाट फुस्क्यो है अब पो उसलाई टेन्सन पनि भयो ओहो अब त मेरो त सिल गयो होला है झुठो बोल्यो है मैले त झुठो बोल्यो त्यो मृग त उता पूर्वपट्टि गयो तर मैले त पश्चिमपट्टि गयो भनिदियो अब बर्बाद भयो भनेर उहाँले भगवान बुद्धलाई चाहिँ अब मेरो सिल जान्छ कि जान्दैन भनेर सोध त्यति बेला भगवान बुद्धले के भन्छ भने आखिको नियत सोच तपाईँको सोच चाहिँ यति बचाउने सोचले एउटा सकारात्मक सोचले हो त्यसैले गर्दा यो झुठो भए पनि तपाईँको सोच राम्रो भएकोले घेवा ठुलो हुन्छ अनि घेवा ठुलो भएपछि त तपाईँ एक घाम लाग्दाखेरिमा त चन्द्रमा त भए पनि त्यसले के काम गर्छ यति बत्ती बालिरहेको बेलामा एउटा क्यान्डल बल्नुहोस् न त्यो क्यान्डल भए पनि फरक पर्दैन नभए पनि फरक पर्दैन त्यो जस्तो यो पाप सानो हुन्छ त्यो पापले के हानि गर्न सक्दैन तपाईँ त्यो दाँत नभएको कुकुरले टोके जस्तो हो तपाईँ है त्यो केही हानि गर्दैन दाँत नभएको कुकुरले तपाईँले टोक्यो भने तपाईँ हाँस उठ्छ है हुनु त टोकेको हो त्यसैले झुठो बोल्ने पनि कस्तो हो भन्दाखेरिमा चाहिँ यो मनमा अर्को कुरा अनि मुखबाट चाहिँ अर्को बोल्नेलाई चाहिँ झुठो भन्छ है झुठो बोल्नु अब अन्तिममा आयो सुराय मेराय मज्जा पमादा ठाना भएर मैले सिक्कापदमा समाधि म नशेली पदार्थहरूको सेवन नगर्ने र म प्रमाद हुने शिक्षाहरूको प्रमाद नहुने है प्रमाद हुने शिक्षाहरूलाई चाहिँ म पालन गर्छु है प्रमाद भन्ने शब्द अब यो मैले ट्रान्सलेसन राम्रो भएन होला अनुवाद हुन्छ यसको मतलब के हो भन्दाखेरिमा चाहिँ मेजेको रिक तिमी मातिनी सबै चिज म खाँदैन भने त्यो शिक्षाको पालन गर्छु अब हामी हिमालयन समाजमा त यो समस्या ठुलो छ नि होइन गुवाले धेरै पिउन लाग्यो भने आमा पनि पछि बिस्तारै पिउन थाल्छ अनि त्यसपछि फेरि हाम्रो हिमालयन मान्छेहरूमा चाहिँ के भन्छ आराक नखाऊ भन्दाखेरिमा चाहिँ ओ आराक पो नखाऊ भन्दैछ छाङ खाँदा भइहाल्यो नि किनभने तपाईँहरूले धेरै एवा के भन्छ त्यसलाई प्रकार छुट्याइदियो है छाङ आराक अब बिहार पनि छुट्याएको छ है अझै के हो रम हो कि के हो र भन्छ है अनि अङ्ग्रेजीमा अब त्यो आराकहरूमा एल्कोहोल भन्छ नि तपाईँहरूले चाहिँ फेरि यो काठमाडौँतिर पाउनेहरू चाहिँ एल्कोहोल होला जस्तो लागेर आराक छाङ एल्कोहोल अनि त्यहाँदेखि बियर तोङ्बा यति छुट्याइदिए कि अब आराक नखाऊ भन्दाखेरिमा छाङ खान थाल्छ छाङ नखाऊ भन्दा बिहार खान थाल्छ त्यो प्रब्लम हुन्छ तर भगवान बुद्धले चाहिँ यस्तो छाङ नखाऊ भनेको छैन है जुन चिजले नाशा गर्छ त्यो चिज चाहिँ नखानु अब जुन चिजले बिहार पनि खायो भने नाशा गर्दो रहेछ नि त्यसले गर्दा बिहार पनि खान पाइँदैन तपाईँ यो सिलमा अनि अर्को जुन औषधि फेरि समस्या आउँछ के हो भने कुनै औषधिहरूमा नशेली पदार्थहरू हुन्छ अब त्यो नशेली पदार्थहरू पनि तपाईँले खान पाएन तर तपाईँको शरीरको फाइदाको लागि तपाईँले एउटा दुईवटा खाँदाखेरिमा चाहिँ त्यो पाउँछ तर रक्सीहरू मजाको लागि खान्छ नि त मजा आउनुको लागि यो मजा आउनु खाँदा बानी हुन्छ अनि मजा चाहिँ कहिले नमजा हुन्छ थाहै हुँदैन अनि आफैमा नमजा बनायो भने ठिकै हो परिवारको सबै सदस्यले नमजा बनाइदिन्छ परिवारको सबै सदस्यले नमजा बनायो भने ठिकै छ तर पुरा समाजले नमजा बनाइदिन्छ बाटोतिरै सुत्दिन्छ त्यसैले यो एउटा है अनि अर्को चाहिँ के भन्दा भने प्रमाद हुने आचरणहरू प्रमाद हुने कामहरू नगर्ने हो प्रमाद भन्नलाई चाहिँ भक्मे हुन्छ नि भक्मे भनेपछि चाहिँ बस्दाखेरिमा नि चम्मै बस्दिने कहाँ बस्ने ध्यान नदिने अनि यो यस्तो बानी व्यवहारलाई चाहिँ भक्मे भन्छ हामीले प्रमाद भन्छ
ध्यान नभयो है म के गर्दैछ म कहाँ छ अहिले हामी चाहिँ म प्रवचन जस्तो दिइरहेको छ तपाईँहरू सुनिरहेको छ फेरि तपाईँहरू त्यति बेलामा चाहिँ प्रवचन दिने ठाउँमा पनि तपाईँहरू ध्यान नदिएर कहाँ कहाँ के सोचेर बस्यो भने तपाईँहरू त्यो प्रमाद भयो अप्रमाद भनेको चाहिँ ध्यान वर्तमान अहिलेको समयमा ध्यान दिइरहेको कुराहरूलाई चाहिँ प्रमाद अप्रमाद भन्छ ध्यान दिनु चाहिँ अप्रमाद हुनुपर्छ प्रमाद त्याग्नुपर्छ यो चाहिँ हाम्रो पाँचौँ सिल चाहिँ अब यो पाँचवटा सिल चाहिँ हामीले चाहिँ पालन गर्नु पर्यो सजिलो छ हैन थोरै छ सजिलो छ यो अझै झुट बोल्नेको एउटा सानो एउटा थप्छु व्यापारीहरू हुन्छ नि व्यापारीहरू भन्छ अब झुट त बोल्नु पर्यो नि किन नत्र मैले 5 रुपैयाँमा किनेको फेरि 5 रुपैयाँमै बेच्नु पर्यो भने त मलाई फाइदा भएन नि भन्छ नि हैन यो झुट हुँदैन मेरो विचार है किन झुट हुँदैन भन्दाखेरि व्यापार भनेको फाइदाको लागि हो नि मलाई थाहा छ नि उहाँले 7 रुपैयाँ भन्छ भन्दाखेरि उहाँ झुट त बोलेकै हो 1-2 रुपैयाँ 5 रुपैयाँ भराइगयो यसले गर्दा यो झुटो हुँदैन तर झुटो कहिले हुन्छ भन्दाखेरि तपाईले चाहिँ यो पानी चाहिँ एकदम सफा है यो एकदम सफा हो यो पानी खायो भने तपाईको स्वास्थ्यमा कुनै हानि हुँदैन भनेर तपाईले मलाई फोहोर पानी बेच्यो भने चाहिँ यो नराम्रो यो झुटै व्यापार पनि हामी यस्तो खालको व्यापार त गर्नु पर्दैन नि नकली सामानहरु बेचेर है नकली सामान हो भनेर बेच्यो भने त ठिकै छ तर नकली सामानले चाहिँ यो ओरिजिनल है यो एकदम राम्रो हो यो भनेर टाउको घुमाउने यो झुटै हो त त्यसैले हाम्रो गृहस्थी जीवनमा एकजनाले चाहिँ इमानदार भयो भने अर्को मान्छे पनि इमानदार हुन्छ अर्को पनि सबै इमानदार भने समाज इमानदार हुन्छ समाज इमानदार भयो देश इमानदार हुन्छ देश इमानदार भएपछि विकास हुन्छ मजा हुन्छ शान्ति हुन्छ हो के त्यसैले यो पञ्चशील अब थोरै भनौँ न है थोरै छ 5 वटा मात्र छ याद गर्ने पनि सजिलै छ योहरु चाहिँ तपाईहरुले चाहिँ पालना गर्ने कोसिस गरेर तपाईहरु उपासक बन्नु होला उपासिका बन्नु होला है उपासक उपासिका बन्नु होला घेङ्गेन र घेङ्गेनमा भएपछि कपाल काट्ने यस्तो के भन्छ हामी जस्तो लुगा लगाउने खास गरी हामी जस्तो लुगा लगाउने यस्तो पर्दैन तपाईको लुगा सेतो कपडा त्यो पनि खेवा गर्दाखेरिमा हैन व्यापार गर्दाखेरिमा जे लगाइ हुन्छ तर नेकोरहरु जाँदाखेरिमा तीर्थहरु जाँदाखेरिमा चाहिँ तपाईहरुले चाहिँ सेतो कपडाहरु लगायो भने अलिकति समस्या पनि नियममा गएको जस्तो अब यो आयो पञ्चशील चाहिँ के हो भन्दाखेरिमा ठिक हो नियम चाहिँ भगवान बुद्धले के भनेछ भने चाहिँ नियम चाहिँ घर बनाउँदाखेरिमा घरको जग जस्तो हो रे जग चाहिँ हाउरे नराम्रो बनाएर अनि त्यसमाथि बिल्डिङ धेरै राम्रो बनायो भने पछि भत्किनेको एउटा सम्भावना त छ नि त्यसैले यो तपाईको जे जस्तो पुण्य आर्जन गर्नका लागि पनि तपाईको जग चाहिँ नियम पालन गर्नुपर्छ तपाईले फौजमा पनि हेर्नुस् आर्मीहरुमा तपाई उनीहरुको नियम कस्तो कडा हुन्छ किन भन्दाखेरि युद्धमा जानु पर्यो है नियम नभएपछि त सँगसँग जान आउँदैन साथी बीचमा पो गोली यता उता हुने भेट्छ आफ्नो साथीलाई पो मार्ने भेट्छ त्यसैले गर्दा उहाँहरुले एकदम नियमको पालन गर्छ त्यसजस्तो भिक्षु होस् हामी गृहस्थी मान्छे होस् सबैले चाहिँ यो शील नियमको चाहिँ यो जग हो केवा जे गरे पनि यो नियम पालन नगरेर यो केवा राम्रो हुँदैन यो केवा चाहिँ भयो भने राम्रो भयो भने लामो समयसम्म बस्दैन त्यसैले यो घेङ्गेङको लप्जा 5 वटा अनि सांगेले जुन अहिले मैले भन्न खोजेको त्यो सांगेले चाहिँ सांगे बितिसकेर पनि तपाईहरुमा बाटो देखाउने चाहिँ यो नियमहरु हो भनेर भगवान बुद्धले भन्नुभएको छ अनि तपाईहरुलाई चाहिँ बाटो देखाउनको निम्ति सांगे भगवान बुद्धले चाहिँ 5 वटा नियम एकदम सजिलो है 5 वटा नियम मात्र बताएको छ योहरु चाहिँ यहाँहरुले चाहिँ अनि एउटा पालन गर्ने कोसिस गर्नुहोस् र यहाँ अहिले हामी पोगो मोमो हार्दा उमेर ठुलो हो तपाईहरुले त अब पालन गर्ने त्यति गाह्रो पनि हुँदैन मेरो विचारमा है धेरै यताउता गर्नु पर्दैन है तसर्थ तपाईहरु सबैले यो पञ्चशीलको चाहिँ यो ध्यान गरेर अध्ययन गरेर त्यसमा अभ्यास गर्ने अनि कोसिस गर्नुहोस् भनेर म विनम्र अनि अनुरोध गर्न चाहन्छु र साथसाथै यहाँहरुले आज मलाई त हिजो भिडियोतिर देख्दाखेरि म चाहिँ यहाँतिर मान्छेहरु कोही उड्ने कोही बस्ने यस्तो हुन्छ म त बोल्न सक्दैन होला जस्तो पनि लागेको थियो है किनभने के मान्छेहरु नसुन्ने मान्छे भएपछि बोल्दा क्या ध्यान अर्को ठाउँमा जाने हुँदै थियो तर आज यहाँहरुले यस्तो राम्रो सुनेर मलाई बोल्ने एकदम मजा पनि आयो सजिलो पनि भयो है त्यसैले म यहाँहरुप्रति अनि धन्यवाद ज्ञापन गर्न चाहन्छु साथसाथै म
यहाँ हाम्रो सहयोगी मित्रहरू भिक्षुहरू जुनले मलाई सहयोग गर्नुभयो यहाँहरूलाई पनि म विशेष धन्यवाद गर्न चाहन्छु है। बहुत सर्वमङ्गलम्।